अनलाइनबाट राष्ट्रिय परिचय पत्र भर्ने तरिका तपाईँले जान्नुभयो भने इलाका प्रशासन कार्यालयमा गएर घन्टौँ लाइन लाग्नु पर्दैन। यो भिडियो अन्तर्गत रहेर अनलाइनबाट राष्ट्रिय परिचय पत्र हामीले कसरी एप्लाई गर्न सकिन्छ सबै तरिका सिकाउने छु। यदि तपाईँले यसबारेमा जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला। अब यो सबै प्रक्रिया सिकाउनको लागि मैले कम्प्युटर स्क्रिन सेयर गर्न चाहन्छु, तर त्यसभन्दा पहिले यदि तपाईँले अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, किनभने यस्तै भिडियो मैले तपाईँको लागि ल्याइरहेको छु। अब लागौँ कम्प्युटरतर्फ। अब हेर्नुहुन्छ हामी कम्प्युटर स्क्रिनमा आइसकेका छौँ। तपाईँले गुगलमा गएर जस्ट एनआइडी भनेर सर्च गर्नु होला। यहाँनिर टपमा नै आउँछ, यसमा क्लिक गर्नु होला। यो साइडमा हेर्नुहुन्छ लगइन फर इन्डिभिजुअल भनेको छ, हामीले इन्डिभिजुअल नै गर्ने हो। जस्ट लगइन गर्नु होला। तपाईँले मोबाइल नम्बर राख्नु होला, नेक्स्ट गर्नु होला। एउटा ओटिपी कोड तपाईँको मोबाइलमा आउँछ, ओटिपी कोड राखिदिनु होला। अब हेर्नुहुन्छ हामी नेक्स्ट स्क्रिनमा आइसकेका छौँ। यहाँनिर तपाईँले हेर्नुभयो भने न्यू इनरोलमेन्ट भन्ने सेक्सन रहेको छ, जस्ट यसमा क्लिक गर्नु होला। अनलाइन आवेदन दिनको लागि विभिन्न कुरा तपाईँले गर्नुपर्ने हुन्छ भनेर भनेको छ। अब यहाँ आवेदन दिनको लागि तपाईँले नेपालीमा पनि लेख्नुपर्ने हुन्छ, त्यसैले गर्दा नेपालीमा कसरी टाइप गर्ने त्यसको लागि तपाईँले यहाँ क्लिक गरेर पनि चेकआउट गर्न सक्नुहुन्छ। यहाँनिर हेर्नुहुन्छ किबोर्ड देखाएको छ, यो नेपाली युनिकोड किबोर्ड लेआउट हो, यसै अनुसार पनि तपाईँले टाइप गर्न सक्नुहुन्छ। जस्ट इनरोलमेन्टमा जाउँ, क्लोज गर्नु होला। अब यहाँ धेरै डिटेलहरू मैले हाइड गर्नुपर्ने हुन्छ, त्यसैले गर्दा मैले जस्ट नभरिकन तपाईँलाई के कुरा राख्ने बताउँछु र त्यसपछि मैले फिल गर्छु, जसले गर्दा तपाईँलाई सजिलो हुनेछ। तपाईँले जस्ट मेरो यो माउसलाई फलो गर्नु होला। जस्तै सबैभन्दा पहिले माथि हेर्न सक्नुहुन्छ पहिलो नाम भनेको छ, र तपाईँले ध्यान दिनु होला यहाँ माथि पनि भनेको छ रातो कलरमा, रातो कलरका जति पनि स्ट्रिक साइन लागेका छन् तिनी सबै एकदमै म्यान्डेटरी छन् भनेपछि तपाईँले त्यो फिल्ड खाली राख्न पाउनुहुन्न। सबैभन्दा पहिले पहिलो नाम भनेको छ, यहाँ क्लिक गरेर नेपालीमा आफ्नो नाम लेख्नु होला। र यो साइडमा हेर्न सक्नुहुन्छ यो इङ्ग्लिसमा रहेको छ, तपाईँले आफ्नो नाम डकुमेन्ट अनुसार हेर्नु होला र डकुमेन्टमा जस्तो तरिकाबाट नाम छ त्यसै तरिकाबाट नै लेख्नु होला, नत्र भने पछि गाह्रो हुनसक्छ। त्यही भएर तपाईँले फर्स्ट नेममा यहाँनिर पनि त्यस्तै तरिकाबाट मेन्सन गर्नु होला। बिचको नाम भनेको छ, मिडल नेम छ भने यहाँ राख्नु होला। थर भनेको छ, तपाईँको आफ्नो थर मेन्सन गर्नु होला। यो साइडमा नेपालीमा रहेको छ, यसै अनुसार तपाईँले यो साइडमा इङ्ग्लिसमा पनि भर्नुपर्ने हुन्छ। कतिपय कुराहरू अटोमेटिकली यहाँनिर ट्रान्सलेट हुन्छन्, जस्तै जन्ममितिहरू तपाईँले राख्दाखेरि आफै यता ट्रान्सलेट भइहाल्छ। त्यसैले गर्दा यहाँनिर क्लिक गरेर तपाईँले जन्ममिति राख्दा बित्तिकै नेपालीमा यहाँनिर आफै सेलेक्ट भइहाल्छ। त्यसैले गर्दा जस्तै जन्ममिति राख्नु पर्यो भने तपाईँले यो साइडमा क्यालेन्डरलाई सेलेक्ट गर्न सक्नुहुन्छ। कुनै पनि एउटा स्पेसिफिक तपाईँले यहाँनिर डेट सेलेक्ट गरिदिन सक्नुहुन्छ। यहाँनिर क्लिक गरेर तपाईँले इयर सेलेक्ट गर्न सक्नुहुन्छ, तलबाट डाउनबाट एउटा मिति सेलेक्ट गर्न सक्नुहुन्छ। यही अनुसारको यहाँनिर पनि मिति आइहाल्छ। त्यही भएर तपाईँले आफ्नो स्पेसिफिक डेट अफ बर्थ यहाँ मेन्सन गर्नु होला। यो साइडमा जन्मस्थान भनेको छ, यहाँ क्लिक गर्नु होला र तपाईँले जन्मस्थान यहाँनिरबाट सेलेक्ट गर्न सक्नुहुन्छ। नागरिकताको किसिम भनेको छ, हामीले वंशज नै सेलेक्ट गर्ने हो, वंशजमा क्लिक गर्नु होला। अरू कुनै छ भने यहाँनिरबाट स्पेसिफिक सेलेक्ट गर्नु होला। त्यस्तै तपाईँले हेर्न सक्नुहुन्छ नागरिकता नम्बर भनेको छ, तपाईँले आफ्नो नागरिकताको नम्बर मेन्सन गर्नु होला। तपाईँले डकुमेन्टमा हेरेर नै राख्नु होला, नत्र मिस्टेक हुनसक्छ। जारी जिल्ला भनेको छ, क्लिक गरेर यहाँनिर भएको आफ्नो जिल्ला सेलेक्ट गर्नु होला। त्यस्तै जारी मिति भनेको छ, तपाईँले आफ्नो नागरिकताको ब्याक साइडमा हेर्नु होला, त्यहाँनिर जारी मिति दिएको हुन्छ, त्यो मिति मेन्सन गर्नु होला। त्यस्तै यहाँनिर हेर्न सक्नुहुन्छ एडिसनल इन्फर्मेसनमा लिङ्क भनेको छ, यहाँनिर क्लिक गरेर तपाईँले मेल वा फिमेल सेलेक्ट गर्नु होला। त्यस्तै वैवाहिक स्थिति भनेको छ, म्यारिड हुनुहुन्छ भने म्यारिडमा क्लिक गर्नु होला, सिङ्गल हुनुहुन्छ भने सिङ्गलमा क्लिक गर्नु होला। त्यस्तै पितृत्वको स्थिति भनेको छ, क्लिक गरेर नोनमा क्लिक गर्नु होला। त्यस्तै शैक्षिक योग्यता भनेको छ, यहाँ क्लिक गरेर तपाईँले कुन लेभलको पढाइ कम्प्लिट गर्नुभएको छ यहाँनिरबाट सही अप्सन सेलेक्ट गर्नु होला। त्यस्तै जात जाति भनेको छ, क्लिक गर्नु होला, यहाँनिरबाट तपाईँले विभिन्न भेटाउनुहुन्छ, यिनीमध्येबाट अप्सन सेलेक्ट गर्नु होला। त्यस्तै यहाँनिर क्लिक गरेर तपाईँले व्यवसाय सेलेक्ट गर्नुपर्ने हुन्छ। यदि विद्यार्थी हुनुहुन्छ भने स्टुडेन्टमा क्लिक गर्नु होला, नत्र भने तपाईँले आफ्नो स्पेसिफिक एउटा यहाँनिरबाट क्याटेगोरी सेलेक्ट गर्नु होला। त्यस्तै यहाँनिर हेर्न सक्नुहुन्छ धर्म भनेको छ, क्लिक गरेर तपाईँले पनि आफ्नो स्पेसिफिक धर्म सेलेक्ट गर्नु होला। यो सबै प्रक्रिया मैले कम्प्लिट गर्छु र नेक्स्टमा मैले क्लिक गर्छु। तपाईँले पनि मैले भनेअनुसार सबै प्रक्रिया कम्प्लिट गरेर नेक्स्टमा क्लिक गर्नु होला। र एउटा कुरा भन्न चाहन्छु, रिक्वेस्ट नम्बर तपाईँले यहाँनिरबाट टिपेर राख्नु होला, यो तपाईँलाई पछि पनि काम लाग्छ। अब जस्तै नेपालीमा नाम लेख्दा मलाई अप्ठ्यारो परेको छ, तपाईँले यहाँनिरबाट कम्प्युटरमा यदि युनिकोड राख्नुभएको छ भने यहाँनिरबाट युनिकोड सेलेक्ट गर्न पनि सक्नुहुन्छ, वा तपाईँले नेपाली सेलेक्ट गरेर पनि टाइप गर्न सक्नुहुन्छ। नेक्स्ट स्क्रिनमा कन्ट्याक्ट डिटेल आएको छ, यहाँ तपाईँले माथि टपमा फोन नम्बर दिनुपर्ने हुन्छ। यहाँनिर कम्पलसरी भनेको छैन, तपाईँले फोन नम्बर छ भने राख्नु होला। यदि तपाईँले आफ्नो पर्सनल नम्बर युज गर्नुभएको छैन भने यहाँनिर राख्नु जरुरी छैन। तलपट्टि हेर्न सक्नुहुन्छ प्रदेश भनेको छ, क्लिक गरेर प्रदेश सेलेक्ट गर्नु होला। त्यस्तै जिल्ला सेलेक्ट गर्नु भनेको छ, क्लिक गरेर यहाँनिरबाट जिल्ला सेलेक्ट गर्नु होला। त्यस्तै तपाईँले गाउँपालिका वा नगरपालिका जुन हो तपाईँले यहाँबाट सेलेक्ट गर्नु होला। माथि सेलेक्ट गरेपछि अटोमेटिकली लिस्ट आइहाल्छ। गाउँ र टोल भनेको छ, तपाईँ अहिले भर्खरै बसेको गाउँको नाम वा टोलको नाम मेन्सन गर्नु होला। यहाँनिर तपाईँले
इङ्ग्लिसमा मेन्सन गरिदिउँ होला। अब माथि राखेको यो पर्मानेन्ट जुन एड्रेस छ यस्तै खालको इन्फर्मेसन तल पनि राख्ने हो भने जस्ट यसमा क्लिक गरिदिउँ होला। सबै इन्फर्मेसन अटोमेटिकली कपी भइहाल्छ। जस्ट तपाईँले नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्ट स्क्रिनमा फ्यामिली डिटेल्समा एकदमै धेरै डिटेल हामीले राख्नुपर्ने हुन्छ। सबैभन्दा टपमा फादर्स डिटेल राख्नुपर्ने हुन्छ। बुवाको सबै इन्फर्मेसन तपाईँले प्रोभाइड गर्नुपर्ने हुन्छ। पहिलो नाममा आफ्नो बाबाको नाम राख्नु होला। यतापट्टि सबै डिटेल इङ्ग्लिसमा राख्नुपर्ने हुन्छ। यहाँनिर बिचको नाम भनेको छ मिडल नेम छ भने राख्नु होला, नत्र भने छोडिदिनु होला। थर भनेको छ थर मेन्सन गर्नु होला। र नागरिकता प्रमाणपत्र नम्बर भनेको छ तपाईँले यहाँनिर नागरिकता प्रमाणपत्र नम्बर जे छ त्यो राख्नु होला। राष्ट्रियता नेपाली चुज गरिदिनु होला। त्यस्तै यतापट्टि कपी एप्लिकेन्ट्स पर्मानेन्ट एड्रेस टु फादर्स पर्मानेन्ट एड्रेसमा क्लिक गरिदिनु भयो भने अघि नै राखेको सबै एड्रेस यहाँ कपी भइहाल्छ। त्यस्तै मदर्स डिटेलमा अब तपाईँले आफ्नो मम्मीको नाम राख्नु होला। त्यस्तै यहाँनिर बिचको नाम छ भने राख्नु होला, थर राख्नु होला, नागरिकता प्रमाणपत्र नम्बर राखिदिनु होला, राष्ट्रियता मेन्सन गरिदिनु होला नेपाली भनेर। त्यस्तै यतापट्टि हेर्न सक्नुहुन्छ यो सबै इङ्ग्लिसमा राख्नुपर्ने हुन्छ। यही तरिकाबाट तलपट्टि कपी एप्लिकेन्ट्स पर्मानेन्ट एड्रेस टु मदर्स पर्मानेन्ट एड्रेसमा क्लिक गरिदिनु होला। र त्यस्तै यहाँनिर भनेको छ हेर्न सक्नुहुन्छ ग्रान्ड फादर्स डिटेल भनेको छ। यहाँ पनि त्यस्तै तरिकाबाट तपाईँले सबै इन्फर्मेसन राख्नुपर्ने हुन्छ। पहिलो नाम भनेपछि तपाईँको हजुरबुवाको नाम यहाँ मेन्सन गर्नुपर्ने हुन्छ। हजुरबुवाको सबै डिटेलहरू तपाईँले मेन्सन गर्नु होला। यो तपाईँलाई राष्ट्रिय परिचय नम्बर थाहा छैन भने यसलाई त्यस्तै लिभ गर्न पनि सक्नुहुन्छ। अदरवाइज सबै डिटेल तपाईँले मेन्सन गर्नु होला। जस्ट यता हेर्न सक्नुहुन्छ ग्रान्ड मदर्स डिटेल पनि राख्नुपर्ने हुन्छ। यहाँनिर यो सबै राख्नु होला। त्यस्तै यदि विवाहित हुनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईँले आफ्नो वाइफको डिटेल पनि राख्नुपर्ने हुन्छ। यहाँनिर अविवाहितको केसमा यो एक्टिभ देखाउँदैन। तलपट्टि हेर्न सक्नुहुन्छ विभिन्न अप्सन रहेका छन् अरू जुन एक्टिभ छैनन् भनेपछि हामीले भर्नु पर्दैन। यति सबै इन्फर्मेसन जुन मैले भनेको छु माथिका त्यो सबै भरेर नेक्स्टमा क्लिक गर्नु होला। अब हेर्न सक्नुहुन्छ नेक्स्ट स्क्रिनमा हामी एपोइन्टमेन्ट सेक्सनमा आइसकेका छौँ। बायोमेट्रिक दिने स्थान भनेर तपाईँले देख्न सक्नुहुन्छ। जस्ट तपाईँले सेलेक्ट एपोइन्टमेन्ट लोकेसनमा क्लिक गर्नु होला। यहाँनिर तपाईँको नजिकको एपोइन्टमेन्ट सेक्सन देखाइरहेको छ भने तपाईँले त्यसैलाई सेलेक्ट गर्नुपर्ने हुन्छ। यदि तपाईँले यहाँनिर नाम भेटाउनु भएन भने त्यस्तो अवस्थामा तपाईँले अदर्समा क्लिक गर्नु होला। यहाँ क्लिक गर्दा बित्तिकै तपाईँले हेर्न सक्नुहुन्छ एउटा मेसेज हाइलाइट हुन्छ। कृपया मिति र समयको लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा सम्पर्क गर्नु होला। अगाडि बढ्नको लागि नेक्स्टमा क्लिक गर्नुहोस् भनेको छ। जस्ट तपाईँले ओकेमा क्लिक गर्नु होला। जस्ट ओके गरिसकेपछि अब हाम्रो लगभग सबै काम भइसकेको छ। नेक्स्टमा क्लिक गर्नु होला। अब यो सबैभन्दा महत्त्वपूर्ण पार्ट छ। तपाईँलाई थाहा छ राष्ट्रिय परिचय पत्रमा हामीले एकपटक सबै इन्ट्री गरिसकेपछि त्यसलाई सच्याउन गाह्रो नै हुन्छ। त्यसैले गर्दा तपाईँले एकपटक सबै आफ्नो डकुमेन्ट नजिक राखेर सबै डिटेलहरूलाई राम्रोसँग रिड आउट गर्नु होला। जुन डिटेल यहाँ प्रोभाइड गरिएको छ राम्रो तरिकाबाट तपाईँले यहाँ चेकआउट गर्नु होला तल माथि गराएर। जस्ट तपाईँले माथिको सबै डिटेल चेकआउट गरेर अलिकति डाउनमा आउनु होला। सबमिट सेक्सनमा क्लिक गर्नु होला। आर यु स्योर भनेको छ। वन्स सबमिटेड यु विल नट बी एबल टु एडिट दिस एप्लिकेसन भनेको छ। अब फाइनली हामीले गरेका सबै इन्फर्मेसन राइट छ भनेर हामीले ओके गर्ने हो, किनभने फेरिबाट हामीले यसलाई एडिट गर्न सक्दैनौँ। जस्ट तपाईँले ओकेमा क्लिक गर्नु होला। अब हेर्न सक्नुहुन्छ यहाँ सबै इन्फर्मेसन आएको छ। अब यसलाई तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ वा तपाईँले प्रिन्ट निकाल्न सक्नुहुन्छ। यहाँनिर क्लिक गरेर तपाईँले एउटा प्रिन्ट निकाल्न सक्नुहुन्छ। यदि तपाईँले अहिले भर्खरै प्रिन्ट निकाल्न सकिराख्नु भएको छैन भने त्यस्तो अवस्थामा तपाईँले यसको एउटा स्क्रिनसट लिनु होला। स्क्रिनसट लिनको लागि थोरै यसको साइज घटाउनु होला। साइज घटाइसकेपछि मैले यहाँनिर स्निपिङ टुललाई युज गर्छु। जस्ट यसलाई मैले कट गरिदिन्छु यहाँनिरबाट। अब यो सेभ भइसकेको छ। इभन तपाईँले यसमा प्रिन्टमा क्लिक गर्न सक्नुहुन्छ। इभन तपाईँले कन्ट्रोल एसमा क्लिक गरेर जस्ट यसलाई सेभ गरेर राख्न सक्नुहुन्छ। जस्तै यहाँ हेर्नुहुन्छ एनआइडी प्री इनरोलमेन्ट भन्ने छ। यसलाई तपाईँले डाउनलोड सेक्सनमा सेभ गरिदिनु होला। अब सेभ भइसकेपछि तपाईँले कुनै पनि बेलामा सेपरेटली यसलाई ओपन गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहुन्छ खुलेको छ। यसरी तपाईँले पछि पनि प्रिन्ट निकाल्न सक्नुहुन्छ। वा तपाईँले जस्ट यसमा क्लिक गर्नुभयो भने यहाँ हेर्नुहुन्छ अब अप्सन आएको छ प्रिन्टर भनेर। यहाँ क्लिक गर्नु होला। सेभ एज पिडिएफमा क्लिक गर्नु होला। अब तपाईँको यो डकुमेन्ट एज अ पिडिएफ सेभ हुन्छ। जस्ट तपाईँले सेभमा क्लिक गर्नु होला। यसको नाम राखेर जस्ट तपाईँले सेभ गरिदिनु होला। अब यसरी पनि हामीले यसलाई सेभ गरेका छौँ। अब यसलाई तपाईँले प्रिन्ट निकालेर आफ्नो नागरिकता सँगै लिएर जानु होला। ओरिजिनल नागरिकता तपाईँले लैजानुपर्ने हुन्छ। बल्ल मात्रै तपाईँले यो सबै प्रक्रिया कम्प्लिट गर्न सक्नुहुन्छ। ल हेर्नुहुन्छ यस्तो तरिकाबाट तपाईँले सजिलैसँग राष्ट्रिय परिचय पत्रको लागि अनलाइन आवेदन दिन सक्नुहुन्छ। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राखिदिनु होला। साथैमा चाहिँ भिडियोलाई सेयर गरिदिनु होला। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। किन यस्तै भिडियो मैले तपाईँको लागि ल्याइरहेको छु। र मसँग पर्सन जोड्न चाहन्छ नि टेक्निकल विषय इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।